सबसे फर्स्ट चाहिँ अब कन्जुसलाई छ खुसी गर्ने है भन्छ डोर्न चाहिँ के चाहिँ म मनाली चाहिँ किन आएको भन्दाखेरि चाहिँ यहाँ चाहिँ पढ्न आएको पढ्न के पढ्न भन्दाखेरि चाहिँ अबे जल्दी बोल कल सुबह पनवेल निकलना है यो थम्बनेलको लागि है इधर के गरेछ यता Hi everyone, welcome to my another vlog. फेरि पनि यहाँहरूले मेरो अर्को ब्लगमा स्वागत छ अनि आज चाहिँ मेरो खासै केही कन्टेन्ट नभएर चाहिँ मैले केही फ्रुट्सको मुकबाङ गर्ने र केही अनबक्सिङ मैले अनलाइन पर्चेस गरेको थियो अनि त्यो पनि अनबक्सिङ गर्ने भनेर चाहिँ आज यसो ट्राई गरेको. सो गाइस फर्स्टमा चाहिँ के भन्न चाहन्छु भने यो सो अहिले म यो सबै चाहिँ खाँदिनँ बट फर्स्ट यो सबै प्रायः जस्तो चाहिँ सिजनको फ्रुट हो जुन यो आम भयो हैन यो आँप पनि सिजनको फ्रुट हो. यो चाहिँ अहिले सिजनको आँप हो अनि यो पलम आरुपाख्रा अल्चा पनि भनिन्छ आरुपाख्रा भनिन्छ हाम्रो गाउँतिर चाहिँ हैन. यसले पलम इङ्ग्लिसमा चाहिँ पलम भन्छ अनि यो पनि सिजनको फ्रुट हो. अहिले चाहिँ यता जुन हामी बस्ने ठाउँमा अहिले यो मनालीतिर चाहिँ यो पलम भयो अनि त्यसै गरी आरु भयो आरु पनि 2 दिन थरीको अनि यो पलम पनि 2 दिन थरीको हुँदो रहेछ है. अनि मैले सो फर्स्ट चाहिँ सिजनको फ्रुटबाट स्टार्ट गरौँ है. सबसे फर्स्ट चाहिँ अब माथि कन्जुसलाई छ खुसी गर्ने है कन्जुसलाई अफरिङ गर्ने भन्छ डोर्न चाहिँ के चाहिँ माग्ने खाँसम्म सिधो समाधान आवाज त्यो छेउमा काम गरेको हुन्छ कि आवाज आइरहेको होला. फर्स्टमा चाहिँ म यो सिजनको फ्रुटदेखि स्टार्ट गर्छु. गुलियो रहेछ अलि अमिलो पनि रहेछ अमिलो रहेछ. यो चाहिँ आल्चा भन्ने रहेछ हामी गाउँमा चाहिँ यसले आल्चा भन्दैन यसलाई अमिलो आरुपाख्रा भन्छ आरुपाख्रा. यो अमिलो रहेछ. या अमिलो रहेछ यो चाहिँ नखाने. अब यो चाहिँ कस्तो रहेछ यो अलिक गुलियो रहेछ. यो अलिक गुलियो रहेछ है. यो यो टोइलेट पेपर चाहिँ फेरि मैले टोइलेटमा युज गर्नको लागि किन्यो भने फेरि यो चाहिँ यस्तै कहिले धुलो धेरै हुँदो रहेछ यहाँतिर त्यो पुस्नको लागि. अब किनेपछि जेमा युज गरिनुहुन्छ है. यो भयो. अब आम चाहिँ धेरै खानु हुँदैन रहेछ किनभने मैले हिजो अस्ति धेरै पनि खाएको धेरै त्यो आउँदो रहेछ पिम्पल्सहरू धेरै आउँदो रहेछ आमले. यसले कसरी खानुपर्छ भने यो सिजनको आमले चाहिँ यसरी निचार्यो होइन यसलाई चाहिँ धेरै निचार्यो चाहिँ धेरै यसलाई अब यो चुस्ने हो नि त यसरी. अब लगभग भयो. यसलाई चाहिँ हाम्रो दाँतले दाँतले उखालेर फ्यालिनु हुन्छ यस्तो गाडिनु हुन्छ सानो काट्ने के. अब यसो चुस्ने अब
मुनिबाट अघि निसारे गरे जस्तो आउँछ कि यसले यसो निकाल्ने मलाई चाहिँ यो सिजनको आँप चाहिँ धेरै मनपर्छ अब नितारै गरे जस्तो आउँछ यो केही दिन अगाडि किनेको छिट्टै पाएको त्यो यस्तो त्यो मार्क्सहरू धेरै आएछ कि अन्त अब चाहिँ यसको बारे खरबुजा वाह यो चाहिँ थम्बनेलको लागि है यसलाई चाहिँ म यसरी काटेर खाऊँ कि यसरी खान्छु यो आधी नै खान्छु यो चाहिँ मलाई यो फ्रुटभित्रमा मनपर्ने चाहिँ आँप हो तर यो आँपले चाहिँ धेरै खायो भने यो पिम्पल्सहरू धेरै आउँदो रहेछ अनि यहाँनिर धेरै आएको छ माथि अनि गुलियो पनि छ मिठो पनि छ अनि धेरै एक दिनमा यस्तो 2-3वटा खायो भने धेरै पिम्पल निस्किँदो रहेछ मैले यो खाँदाखेरि चाहिँ के को यादमा आएछ भने मेरो साथी लामो छिरिङ फुटिया भन्ने चाहिँ उसले भिडियो कल गरेर देखाउनु पऱ्यो हामी दुईजना पहिले एकचोटि त्यो नुडल्स च्यालेन्ज गरेको थियो नि त उसको धेरै याद आयो कि ऊ भए त धेरै कुरो गर्दै खाना पाउँथ्यो नि त उनले भिडियो कल गर्छ है त आज सन्डे उनीहरूको पनि छुट्यो नि त कल गयो ओला टेस्टले कहाँ जाँदैछ टेस्टले इधर के गर्दैछ यता भिडियो पनि खिच्दैछ यता भिडियो पनि खिचिरहेको छ है च्यालेन्ज होइन यता आज मुकबाङ गरेको मुकबाङ कहाँ जाँदैछ अहिले चाहिँ नि गाडीभित्र रहेछ त रामबाङ किन त्यतिकै घुम्न रामबाङ भने चाहिँ कहाँ हो यसरी तिम्रो अनुहार देखा त मेरो साथी चाहिँ उहाँ हो अनुहार देखा अहिले यो खाँदाखेरि तिमी छ भने कति रमाइलो हुन्थ्यो नि ए ल ल ल पछि गर्छु ल ल ल ल ल ओके बाई उनीहरू चाहिँ अहिले घुम्न जाँदैछ राङपाङ भन्ने ठाउँमा राङपाङ भन्ने ठाउँ चाहिँ कता हो थाहा भएन मिरिकदेखि मुनि होला
उहाँ चाहिँ मिरिकमा बस्नुहुन्छ, मिरिक दार्जिलिङ। मेरो खास गुम्बा चाहिँ मिरिक दार्जिलिङ हो नि त। अनि मिरिक दार्जिलिङकै गुम्बाको ब्रान्च छ, त्यो चाहिँ कलेज टाइपको सेरा भन्छ, जस्तो बाहिरतिर भयो भने कलेज टाइपको भनौँ न। अनि त्यो चाहिँ पहिला साउथ इन्डियामा थियो, अहिले चाहिँ यता वेस्ट बेङ्गल सिलगढीको छेउमा त होइन, सिलगढीदेखि यस्तै भुटानपट्टि जाने बाटोमा 1 घन्टा जति लाग्छ होला। डामडिम मालबजार भनिन्छ, त्यहाँ छ। म चाहिँ अनि सेरामा बस्छु, उहाँ चाहिँ माथि मिरिक दार्जिलिङमा गुम्बामा बस्नुहुन्छ। म मनाली किन आएको भन्दाखेरि चाहिँ यहाँ चाहिँ पढ्न आएको, पढ्न। के पढ्न भन्दाखेरि चाहिँ अनि अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। खास यो मनालीमा आउने कारण चाहिँ अस्ति नै मैले भिडियोतिर पनि धेरै भनेको छु नि त, मैले यता आउनुपर्ने कारण के कस्तो हो। अहिले फिलहाल चाहिँ म यता सारनाथ वाराणसीमा पढ्दैछु होइन। अनि त्यहाँ चाहिँ 3 वर्षको कोर्स मैले लिएको छु। त्यहाँबाट चाहिँ अनि यस्तो धेरै गर्मी हुन्छ नि त, यो समरमा चाहिँ धेरै गर्मी हुन्छ। त्यसैले अनि एभ्री इयर यसो 4 महिना चाहिँ बाहिरतिर भए धर्मशाला अनि सिक्किम अनि अर्को ठाउँतिर जान्थ्यो अरे, जुन जे होस् अलिक ठन्डा ठाउँमा जान्छ। अनि पोहोर साल चाहिँ हामी मनाली आएको थियो, यसपालि पनि मनाली नै आयो। अनि आगामी साल पनि सायद मनाली नै आउँछ जसको रहेछ, आई डोन्ट नो। त्यही हो। यता चाहिँ अहिले हाम्रो स्टुडेन्ट भन्दाखेरि चाहिँ यो उनीहरूले चाहिँ ओन्ली खेम्पो र लोपेनहरूले मात्रै प्रोभाइड गरेको हो है। अनि कोर्स चाहिँ यस्तो धर्म पर्पसको इङ्ग्लिस कोर्स हो होइन। अनि त्यो 3 इयर्सको हो। अनि त्यो चाहिँ यो अपर्च्युनिटी चाहिँ ओन्ली फर खेम्पोस एन्ड लोपेन्स। खेम्पो लोपेन भनेको चाहिँ जसले चाहिँ पढाइसकिसकेको, कलेजबाट पढाइसकिसकेकोहरू हुन्छ होइन, त्यस्तोहरूले चाहिँ खेम्पो लोपेन भन्छ। अनि घेसे पनि भनिन्छ। यहाँ चाहिँ अर्को गुम्बादेखि छ कि सबै अर्को गुम्बादेखि कुनै 1 जना 2 जना 3 जना यस्तो छ। अनि हाम्रो गुम्बादेखि चाहिँ म मात्रै हो। यो अपर्च्युनिटी चाहिँ 2021 को लास्टमा यस्तो त्यो गरेको रहेछ, एनाउन्स गरेको रहेछ। अनि मैले चाहिँ त्यो अपर्च्युनिटीले चाहिँ ग्र्याब गरेर चाहिँ अनि उता गुम्बामा राम्रोसँग छुट्टी मागेर चाहिँ यता आएको हो। अनि अहिले म छुट्टी हुँदाखेरि मेरो गुम्बामा पनि गइबस्छु। अनि म मेरो जन्मभूमि नेपालमा पनि गइबस्छु। बुवा आमाहरू भेट्नको लागि, दाजुहरू दाइ दिदी भेट्नको लागि, भाउजूहरू भेनाजुहरू। मान्छेहरूले भन्ने गरिन्छ नि स्टुडेन्ट लाइफ इज गोल्डन लाइफ भनेर, त्यो चाहिँ पक्का रहेछ है। अब चाहिँ खाइसक्यो गाइस। भर्खर मेरो क्यामेरा चाहिँ धेरै नै तातो भएछ अनि अटोमेटिकली अफ भयो। अब सबै खाइसक्यो। अब यो ट्रासहरू सबै यता मजाले खाएको हेर्नु न। यो चाहिँ यो है अघि आँप खाएकोहरू के बोकाहरू सबै यो भित्र हालेको छु खानको लागि, सजिलो हुनको लागि। यो सबै चाहिँ म अहिले खान सक्दिनँ, बिस्तारै खाने हो भरेतिर भोलितिर। यो सबै खायो भने म अहिले लन्च खानुपर्छ न, लन्चको टाइम हुन लाग्यो। अब चाहिँ यो खाइसकेर चाहिँ मेरो यो पार्सल अनबक्सिङ गर्ने है त गाइस। अब चाहिँ अस्ति रिसेन्टली मैले अनलाइन पर्चेस गरेको थियो एउटा, यो चाहिँ पानी पिउने बोतल हो। अनि यो चाहिँ एउटा किताब हो। मैले यो चाहिँ मनालीमा आइसकेर मेरो फर्स्टचोटि अनलाइन एमाजोनदेखि मगाएको। अनि यहाँ चाहिँ यहाँसम्म आउन चाहिँ अलिकति टाइम लाग्दो रहेछ, किनभने यो चाहिँ अलिकति धेरै माथि लेकमा परेर
तर आउन चाहिँ आउँदो रहेछ, अलिकति टाइम लाग्दो रहेछ। सो अब चाहिँ यसको अनबक्सिङ गर्ने। टाटा, यसको नाम चाहिँ इन्स्टा चुप्पा भनेर हो। यो चाहिँ चुप्प गरेर खाने हो क्या, मुखमा यसरी चुप्प गरेर लगाएर खाने यो बोतल। ओके, अब चाहिँ यसको यसरी निकाल्ने। यस्तो छ है गाइस। अनि यो माथिबाट देखाउँछु त यस्तो देख्दो रहेछ, मुनिबाट देखाउँछु तपाईँहरूलाई। राम्रो छ यो, यसो गर्ने, यहाँबाट चुप्प गरेर पिउने। भित्र चाहिँ यस्तो छ, यो सबै स्टिलको है। यसको क्यापेसिटी चाहिँ 1250 ml छ। अनि अझ त्यो माथि 250 थप्यो भने 1.5 लिटर हुन्छ यसलाई। सो त्यतिको क्यापेसिटी हो। अनि यसमा चाहिँ तातो पनि बसिन्छ, चिसो पनि बसिन्छ। यसमा तातो चाहिँ यस्तै 6 घन्टाको टाइमिङ दिएको छ, अनि चिसो चाहिँ 12 घन्टाको दिएको छ कि। अनि यस्तै 6 घन्टाखेरि भन्दा नि 2-3 घन्टा बस्यो नि हुन्छ। अनि यसलाई पिउनको नर्मल हुन्छ, जस्ट ओन्ली वार्म चाहिएको मलाई। सो इट लुक्स सो ब्युटिफुल एन्ड सो गुड। अनि यसको दाम चाहिँ कति हो भने यसले 1500, भारू 1500, यसको चाहिँ भारू 1500। एभ्रिथिङ इज गुड, राम्रो लाग्यो। यो धुन पनि मिल्छ, वासेबल हो। यो चाहिँ किताब, यो किताब चाहिँ मैले पहिला नै किनौँ सोचिरहेको थिएँ। मैले चाहिँ किनेको थिएन, मेरो साथीहरूले धेरै जस्तो छ। एज यु क्यान सी, तपाईँहरूले प्रायः जस्तोले थाहा छ, यो यु क्यान विन भन्ने किताब हो। यो धेरै पुरानो हो, र मैले पर्सनली किनेर चाहिँ पढेको छैन कि, मान्छे साथीहरूकोबाट अलिअलि चलाएर चाहिँ पढेको छु। ओ झन्डै काट्नुहोस्, पुरानो जस्तै। यु क्यान विन। ओके गाइस, आजको भिडियो तपाईँले कस्तो लाग्यो, अनि आज चाहिँ यति नै समाप्त गर्न चाहन्छु। फेरि पनि अर्को भिडियोमा भेट हुन्छु। सो सी यू इन द नेक्स्ट ब्लग। अनि यदि तपाईँहरूले अन्त्यसम्म हिँड्नुभयो भने धेरै धेरै धन्यवाद है त।